कार्यक्रम सञ्चालिका निशु जोशीज्यू, त्यस कार्यक्रममा अध्यक्षता आसन ग्रहण गरिरहनुभएका चलचित्र पत्रकार सङ्घका अध्यक्षज्यू, प्रमुख अतिथि लुम्बिनी प्रदेशका अध्यक्ष सुक्रजी चौलागाईज्यू, नेपाल पत्रकार महासङ्घ बालकेका अध्यक्ष रवि गिरिज्यू, नेपाल पत्रकार महासङ्घ बालकेका पूर्व अध्यक्ष निरज गौतमज्यू लगायत यहाँ उपस्थित हुनुभएका मेरा सम्पूर्ण अग्रज पत्रकारहरू र मेरा सहकर्मी साथीहरू सम्पूर्णलाई म यो गर्मी एकदमै गर्मी प्रचण्ड गर्मी क्षेत्रको गर्मी मौसमको चिसो अभिवादन म व्यक्त गर्न चाहन्छु। अब आफ्नो प्रशंसा आफै गर्न मिल्दैन। अब मैले काम गर्ने कोसिस गरिरहेको छु, मेहनत गरिरहेको छु, आफ्नो तर्फबाट सबै जति गरिरहेको छु। मेरा कमी कमजोरीहरू यहाँले मलाई उनाइदिनु भयो भने नै मलाई थाहा हुने हो। म विक्रमसँग 2065 सालदेखि रेडियो गुरुबाबा एफएमबाट मेरो पत्रकारिता सुरु भएर 2067 सालदेखि म रेडियो कृष्ण सारमा आबद्ध भएँ। त्यस पछाडि म नेपाल वातावरण पत्रकार समूहमा रहेर 24 जिल्ला पुगेर घोडामा चढेर रिपोर्टिङ गर्ने अवसर पाएँ। त्यो 12 घण्टाको घोडाको यात्रा उकालो ओह्रालो, त्यसमा चाहिँ खुट्टा क्र्याक भएको त्यो छेड म हेरेर एकदमै मेरो पत्रकारिता गरिरहँदाको स्मरणीय छेड अन्तर्गतको छेड हो। डोटीको सोनालेखदेखि पिपलमुन्डासम्मको त्यो करिब 36-37 किलोमिटरको ठाडो उकालो र ओह्रालोको त्यो रिपोर्टिङ यात्राको त्यो स्मरण सँगसँगै म रेडियो कृष्ण सारमा रहेर एउटा आमा भएर घण्टामा बुलेटिन र घण्टामा छोरीलाई दुध खुवाउँदै र बाहिर मेरो छोरीलाई रुवाउँदै भित्र गएर समाचार पढ्दै गरेका ती छेडहरू र मेरो घर परिवारले दिएको जुन साथ सहयोग र समर्थन छँदैछ र सँगसँगै मेरो जुन सिनियर पत्रकार दाइ दिदीहरू हुनुहुन्छ उहाँहरूको पनि मलाई एकदमै धेरै हौसला दिने गर्छ। म आफूलाई भाग्यमानी नै ठान्ने गर्छु, किनभने मैले सोचेका हरेक कर्ममा मैले सफलता पाएकी छु। बिहे भइसकेपछि महिलाहरू पत्रकारिता क्षेत्रमा पलायन भइरहेका छन् भन्ने कुरामा नेपालमा जाने बित्तिकै मैले सुनेकी थिएँ। त्यतिखेर मलाई लागेको थियो कतै मेरो बिहे भयो भने म पनि पलायन हुन्छु कि भन्ने मलाई त्यस्तो मनमा डर लाग्थ्यो। यद्यपि मेरो पनि बिहे भयो। बिहे हुनु एउटा नेचुरल प्रोसेस हो। मेरो पनि बिहे भयो 2069 सालमा। त्यसपछि पत्रकारिता क्षेत्रमा मेरो टिकाउ अझ बलियो भयो, अझ म सशक्त रूपमा जस्तो म बिहे हुनुभन्दा पहिला त्यति धेरै क्रियाशील आफ्नो हिसाबले थियो होला, तर बिहे भइसकेपछि अझ धेरै म सशक्त हुँदै गएँ, अझ धेरै आफ्ना जिम्मेवारीहरू बढ्दै गएँ। प्रायोजित कार्यक्रमहरू सम्हाल्नेदेखि लिएर न्युज क्षेत्रलाई पनि सम्हाल्ने नेतृत्व दिँदै समाचार संयोजकको भूमिका पनि मैले रेडियो कृष्ण सार एफएममा निभाएँ। त्यसपछि म एउटा रेडियोमा मात्र सीमित भएन। मेरो यो पत्रकारिताको यात्रा रेडियोबाट प्रवेश भयो, तर रेडियोमा मात्र मेरो सीमित भएन। म रेडियो कृष्ण सार एफएममा काम गर्दै गर्दा 2075 सालमा मैले एउटा राम्रो अवसर पाएँ। नेपाल वातावरण पत्रकार समूहमा मैले काम गर्ने अवसर पाएँ। त्यति बेला मैले कर्णाली रिभर बेसिन, महाकाली रिभर बेसिन र राप्ती रिभर बेसिनका सम्पूर्ण जिल्लाहरूमा पुगेर इन्भाइरोमेन्टल इस्युमा मैले रिपोर्टिङ गर्ने मौका पाएँ र म आफूलाई एउटा वातावरण पत्रकारका रूपमा स्थापित गर्न सफल भएँ। र म अहिले ब्रिटिस काउन्सिलको फेलो जर्नलिस्टका रूपमा पनि नेपालको 20 जना पत्रकार महिला मध्येमा पद पनि म सफल भएकी थिएँ। र अहिले पनि म इन्भाइरोमेन्टल इस्युमा आफूलाई एउटा चिनाउन सक्ने र विषयवस्तुको इन्टरनेसनल र नेसनल इस्युहरू के हुन् भनेर रिपोर्टिङ गर्न सक्ने, लेख्न सक्ने चाहिँ म बन्न सफल भएँ। त्यसै गरी मैले साझेदारी विकास परियोजना अन्तर्गत सुशासन र जवाबदेहीका सवालमा आफूलाई अप्पर बनाउन मौका पाएँ। यसरी पत्रकारिता गरिरहँदै जाँदाखेरि मेरो जीवनमा चुनौतीहरू नआएका भने पक्कै होइनन्। कहिले आर्थिक चुनौती पर्यो होला, कहिले चाहिँ सामाजिक चुनौती पर्यो होला, कहिले पारिवारिक चुनौतीहरू पर्यो होला। ती चुनौतीहरूलाई मैले सविस्तार गर्न थालेँ भने पक्कै पनि धेरै समय जान चाहन्छ र समसामयिक हाम्रो समाजका इस्युहरूलाई र ती इस्युलाई हेर्दै गर्दाखेरि हामी एउटा पत्रकार महिलाका चुनौतीहरू सुन्नको लागि धेरैलाई भारी मन हुन सक्छ। किनभने महिला जहिले पनि काम सकेर फेरि काममै फर्किन्छन्। पत्रकार महिला अफिसको काम सकेर फेरि पनि काममै फर्किन्छन्। अफिसको जिम्मेवारी त छँदैछ, सँगसँगै घरका बाल बच्चा, लुगा कपडा भाडा लत्तादेखि घर सरसफाइदेखि लिएर आउना पाउना खानेदेखि लिएर कसले के खान्छ, कसले कालो चिया खान्छ, कसले चिनी हालेको चिया खान्छ, कसले चिनी नहालेको चिया खान्छ, कसले चाहिँ नुन अलिक बेसी खान्छ, कसले नुन अलिक कम खान्छदेखि लिएर कसलाई के मनपर्छ, कसलाई के मन पर्दैन, कसरी बोल्ने, घरमा कस्तो लुगा लगाउने, बाहिर कस्तो लुगा लगाउनेदेखि लिएर वरिपरि समाजले के भन्दादेखि लिएर हरेक कुराको
चित्रण हरेक कुराको भोगाई एकजना पत्रकार महिलाले गर्छ, जुन पत्रकार पुरुषका लागि त्यो त्यति धेरै छैन। एकजना पुरुष पत्रकार बिहानै उठ्छ, मर्निङ वाक जान्छ, साथीहरूसँग चिया खान्छ, अनि केही समाचारका इस्युमा कुरा गर्न थाल्छ। तर एकजना पत्रकार महिला बिहानै उठ्छिन्, झाडु पोछा गर्छिन्, चिया बनाउँछिन्, नास्ता बनाउँछिन्, खाना बनाउँछिन्, घरको कामहरू गर्छिन्, त्यसपछि अफिस जान्छन्, अफिसमा पनि दिनभरि व्यस्त हुन्छन्, त्यसपछि बेलुका आएर फेरि राति 11-12 बजेसम्म कर्म गर्छिन्। यो मेरो मात्रै कथा नभइकन सम्पूर्ण पत्रकार महिलाहरूको कथा हो, भोगाइको चुनौती हो। र म एउटा खुसीको कुरा यहाँ के व्यक्त गर्न चाहन्छु भने यति चुनौतीहरूका बीच काम गर्दै गर्दा मैले आम सञ्चार तथा पत्रकारितामा मास्टर डिग्री गर्न सफल भएँ। त्यो पनि कर्णाली प्रदेशबाट छात्रवृत्ति पाएर 1 लाख रुपियाँ मैले प्राप्त गर्न सफल भएँ। त्यो पनि कम्पिटिसनबाट मैले प्राप्त गर्न सफल भएकी हुँ। लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै मध्यपश्चिम विश्वविद्यालयमा पुगेर र कर्णाली प्रदेशका केही विद्यार्थीले विरोध गरे पनि त्यहाँ मैले देखाएको मेहनत र मेरो नतिजाले चाहिँ मलाई जित हासिल गराएर मैले स्कलरसिपमा मास्टर डिग्री पत्रकारितामा गर्न सफल भएँ। त्योभन्दा पहिला मैले सन् 2017 मै ग्रामीण शास्त्रमा मास्टर डिग्री सकिसकेकी थिएँ। यसरी हेर्दा मेरो मास्टर डिग्री 2वटा विषयमा कम्प्लिट भइसकेको छ र मेरो अध्ययनलाई मैले रोकेकी छैन। अहिले फेरि मैले यो मास्टर डिग्री भन्दा माथिल्लो तहको अध्ययनका लागि तयारी गरिरहेको छु भने थप एउटा अर्को विषयमा मैले मेजर इङ्ग्लिसमा ब्याचलर क्लियर गरेको हुनाले त्यो विषयमा पनि डिग्री गर्ने सोचका साथ अगाडि बढिरहेकी छु। अहिले आजलाई मैले यति भन्न चाहन्छु, भन्नुपर्ने कुराहरू धेरै छन्, अनुभवहरू धेरै छन्, तर समय हामीसँग कम छ। त्यसैले म आफ्नो भनाइलाई अन्त्य गर्दै यहाँले जुन सम्मान गरिदिनु त्यसको लागि धन्यवाद व्यक्त गर्न चाहन्छु। र सँगसँगै यो चलचित्र विधाको कुरा गर्दाखेरि म चाहिँ गीत सङ्गीतमा रमाउने मान्छे हुँ। मैले गीत पनि लेख्छु, कविता पनि लेख्छु, कथा लेख्छु र मैले एउटा उपन्यासको पनि लेखन सुरुवात गरेकी छु। म साहित्यमा रमाउने मान्छे हो, त्यसैले मलाई चलचित्र विधा एकदमै मनपर्छ र मैले रिभ्यू लेख्न पनि सुरु गरेकी छु। मैले योभन्दा अगाडि रिभ्यू लेखेकी थिइनँ। जब म चलचित्र पत्रकार सङ्घसँग नजिक भएँ, चलचित्र पत्रकार सङ्घले गरेका कार्यक्रमहरूमा सहभागिता जनाउन थालेँ। त्यस पछाडि मैले चलचित्रको नेपालगञ्जमा लाग्ने चलचित्रहरू हेर्ने, त्यसपछि हेरिसकेपछि त्यसको रिभ्यू लेख्ने। यसले चाहिँ हाम्रो समाजलाई कस्तो खालको इफेक्ट पारिरहेको छ, यसको सन्देश के हो। योभन्दा अगाडि मैले लेखेको रिभ्यूमा निर्मला पन्तको जस्तै बलात्कारको कथा भएको एउटा फिल्मको रिभ्यू लेखेकी थिएँ। त्यो रिभ्यू नेपालका ठुल्ठुला पत्रकारदेखि सम्पूर्ण कलाकारहरूले सेयर गरेर एकदमै राम्रो सुझाव दिनुभएको थियो। त्यसले मलाई थप अझै रिभ्यू लेख्नुपर्छ भन्ने लागिरहेको छ। म आगामी दिनमा पनि यो रिभ्यू लेख्नेदेखि लिएर चलचित्र क्षेत्रमा रहेका विकृति विसङ्गतिलाई पनि आउने र त्यस क्षेत्रमा पनि सुधार्ने लागि पनि आफ्ना कलमहरू चलाउने म जानकारी गराउन चाहन्छु र यो सम्मानका लागि पनि म धेरै धेरै आभार प्रकट गर्न चाहन्छु। हस्, धन्यवाद।